यहाँ चाहिँ सम्पूर्ण केटी टिमहरू होइन एउटा मात्रै कटपमा मात्रै केटो हुन्छ छ। अनि यो खेलको नियम चाहिँ कस्तो हुन्छ भनेपछि हातमा लाग्यो भनेपछि नकुने, अनि त्यो आङमा लाग्यो भने चाहिँ कुने, अनि त्यहाँ चाहिँ ढुङ्गा पर्ने, कतिवटा ढुङ्गा पर्ने छ त्यही हुन्छ। अनि खेलको नियम चाहिँ यो खेललाई चाहिँ लोकल भाषामा चाहिँ ढुङ्गा फुटबल भन्छन्। देख्न सक्नुहुन्छ उसलाई पनि बलले लाग्यो, ऊ पनि कुदिसक्यो। एउटा टिम फरक फरक हुन्छ, दुई टिम हुन्छ। अनि अहिले चाहिँ सबैलाई कुहाइसक्यो होइन, त्यहाँनिर चाहिँ विवाद भइसकेको छ। हातमा आङमा लाग्यो, यहाँ चाहिँ विवाद भयो। अहिले चाहिँ त्यहाँ लोप्पा खायो, एउटा लोप्पा खायो, खायो लोप्पो। अहिले लोप्पा खान्छ त्यही हो। अहिले लोप्पा खानेको नाम के हो रे? त्यो नाम के अरे? नाइ त्यो अलि लोप्पो खाइदियो नि ला भन्ने माग्थ्यो त्यो। नाइ के यसले त लोप्पा खाने हो, त्यो खानेको नाम अभिषेक चौधरी ठुलबा छोरो अम्बा जन्मकुण्डली थाहा छ मलाई। यही हो लोप्पा खाने। यहाँ सबै केटीहरू छन् होइन, त्यो मात्र एउटा केटो मिसिया छ। यो सायद त्यो केटो कहाँबाट मिसियो होइन, यो को हो त्यो? यहाँ त यो केटो हो कि केटी हो? त्यो कपाल काट्यो केटी हुनसक्छ। देख्नुहुन्छ यो चाहिँ केटो, एउटा मात्र केटो कताबाट छिर्यो? चाहिँ बोकासँग छिरेको छ, लास्ट बोका रहेछ यो केटा चाहिँ।